हङकङतिरबाट एउटा रबरको मेरै अनुहार मगाउँदैछु म के हो एउटा शालिक बनाउने होइन रबरको अनि त्यहाँ मलाई मन नपराउनेले चाहिँ मलाई आधा लात्ताले हान्ने क्या त्यो उसमा अनि त्यो उसमा चाहिँ मलाई मन नपराउनेले बेसरी के गर्नु लात्ताले हान्ने हो कि बक्सिङले हान्ने हो कि मोसो लगाइदिने हो कि थुक्ने हो कि त्यो फेसिलिटी दिउँ कि जस्तो पनि लाग्छ क्या डिप्रेसन मैले भनेको भएन भने हुँदैन मैले टिकट पाएन भने छोड्छु हाम्रो गीतले अघि के भन्यो उठ्नु न गल्यो उभिएको भरे 9 बजेसम्म बस् विदेशमा श्रम गर्नलाई हामीले लाज लाग्दैन विदेशमा जाने बित्तिकै साफ नजर आता है हवस से भरी हुई यो देशको सबैभन्दा ठुलो पदमा पुग्छु कि जस्तो भयो भइराखेको खाली क्युआर कि क्युआर भन्छ होइन के क्युआर भनिरहेको भन्छ क्या होइन 1 रुपियाँ सहयोग गरेको छैन देशलाई होइन एक थोपा पसिना पाएको छैन हटाओ त्यो मान्छे भेटायो भने 7 दिनमा ढुङ्गा बोकाउँछ हर्केलाई क्युआर भनेको के हो चाहियो त्यसो भए यता हेर केन्द्र सदस्यहरूको इक्जाम लिन्छु म यो गीत आएन भने सदस्यबाट आउट होइन तपाईँले एउटा अन्तरात्माबाट जवाफ दिनुहोस् त यो लिपुलेख लिम्पियाधुरा कालापानी जुन भारतले मिचेको छ नि यो सरकारले फिर्ता ल्याउन सक्छ सक्दैन ठीक है तपाईँको सरकार बनाउन सक्छ सक्छु म सक्छु अब हिन्दू धर्म विरोधी हिजो मैले भने धरानमा सूर्यनारायण भगवानको मन्दिर स्थापना गर्ने मान्छे हो मेयर हुँदाखेरि जग्गा एलोकेट गरिदिने मान्छे मेयरमै हो रुको जरा सबर करो हिन्दू राष्ट्र भयो भने के छ स्वीकार हुन्छ तपाईँबाट हुँदैन मरिजाओस् भन्छ मलाई है र पनि म हाँसिराखेको छु त खै होइन म एउटा सानो मान्छे हो